हेलो एभ्रिवान, आज चाहिँ मैले घरमा बेथुको अचार बनाउनु लागेको हुनाले हजुरहरूसँग रेसिपी सेयर गरौँ कि भनेर सानो भिडियो बनाएको छु। यहाँ चाहिँ मेरो बोइल गरेको बेथु अनि टमाटर, मैले बोइल गरेको भिडियो चाहिँ लगाउन पाइनँ। अनि मैले यता कन्ती बसालेको चाहिँ यसमा तेल लगाएको छु। अब यसमा आलस थोरै डेक्चीमा पिनेर मैले अघि नै अलरेडी राखिसकेको छु। अब तेलमा मैले थोरै मेथी पुऱ्याएर यो खुर्सानीलाई अघि काटिराखेको खुर्सानीलाई पनि यसरी लगाइसकेपछि कतिको आफूलाई कलर चाहिन्छ त्यो अनुसारको मैले हर्दी लगाएँ। यसरी बोइल गरेको बेथुलाई यसरी पानीलाई निचोरेर, पानी भयो भने चाहिँ ज्यादा मिठो हुँदैन, गिलो हुन्छ नि त। हाम्रो चाहिँ सुक्खा चाहिएको छ अचार। यसरी निचोर्ने, त्यसपछि टमाटरलाई यसमै लगाइदिने। हेर्नुहोस् त कति पानी आयो। अनि स्वादअनुसार नुन, स्वादअनुसार राख्नुहोस् नुन। राखिसकेपछि भिडियो बनाउँछ कि भिडियो बनाउँछ। यो तेललाई यसमा लगाइदिने। कागतीलाई पनि यस्तो गरेर स्वादअनुसार हजुरहरूले कति अमिलो खान सक्नुहुन्छ त्यही अनुसार। कसैलाई अमिलो ज्यादा धेरै मनपर्छ, कसैलाई कम। मलाई चाहिँ अमिलो अलिक बढी नै मनपर्छ। दाल भातसँग चटक्क मिठो हुन्छ नि त। यस्तै गरेर अलिकति बिचमा चाहिँ मेरो यहाँ छिमेकीमा आउनुभएको हुनाले मैले चाहिँ अचार बनाउनुलाई साथी पनि आइपुगेको छु मेरो। मैले भिडियो बनाउँदै थिएँ, मामा आउनुभएछ होइन बिचमा। अनि मामा मैले भिडियो बनाउँदैछ भनेको भाग्नु भयो। अब आउँदै रहेछ आइसी फेरि। अब भिडियोमा अब के गर्नु, अचार बनाएको थिएँ कि मैले। अनि मैले कसरी अचार बनाएको छु भनेर रेसिपी, बेथुको अचारको रेसिपी सेयर गरेँ। अब भिडियो भाइरल हुने भयो। के अचारहरू अब तरकारी नबनाएको कि अचार भिडियो बनाउँदै थिएँ नि। मामा आउनुभएछ कि गोमाको बुवा। मामा जान्न भिडियो बनाउँदैछु मैले। कसम त्यही भएर